सो व्हाट्सअप युट्युब फ्यामिली है, वेलकम ब्याक टु माई युट्युब च्यानल। सो आज चाहिँ लाइक 9-10 बज्यो उठ्नलाई, अनि हामी चाहिँ आज अब एकछिन गङ्गापु हाम्रो साथीहरूलाई भेटेर आउनुपर्ने हुनसक्छ है, सक्छ होइन। अब जानै लाग्यो हो, त्यसकै लागि चाहिँ रेडी भएर बस्यो हो। यो भातमा चाहिँ 3 सिटी लाग्नुपर्छ अरे यार। 3 सिटी लागेपछि अनि निभाइदिने रे, अनि त्यसपछि चाहिँ अनि बन्द गरेर अनि हामी निस्किन्छौँ। साथीहरू पुरै छन्, यसो साथीभाइहरूलाई भेट्नुपर्ने छ एकछिन। अनि आज फ्राइडे हो, सो हेरौँ आज कतै मिल्छ भने कतै मन्दिर दर्शन पनि गरेर आउनुपर्छ। एकछिन दर्शन गरेर आउने मन्दिरहरू, अनि बाँकी कामहरू गराउन दिउँछ। आज त खासै केही काम त छैन आज, किनभने आज फ्राइडे हो नि त है त। सो लेट्स सी यु गाइज इन गङ्गापु। सो गाइज है, अब चाहिँ पार्किङमा फाइनली आइसकेका छौँ। सो हाम्रो स्कुटर चाहिँ एकछिन स्टार्ट गर्नुपर्ने हुन्छ है। सो बिहान कोल्ड स्टार्ट होइन, उसै चाहिँ यो यमामा लास्ट भाइब्रेसन प्रब्लम आउने है। तर ठिकै छ, यसमा त्यस्तो धेरै प्रब्लम त छैन, तर माइलेजको त किङै हो है। अहिले पनि मैले यस्तो रफ कुदाउँदा पनि सायद आई गेस कति दिइरहेको छ, खै 51.7 त दिइरहेको छ। यस्तो रफ कुदाएको थियो त्यो हिजो खोलामा, उता गयो यस्तो रफ कुदा 51.7 त मजाले दिइरहेछ। अब यहाँबाट चाहिँ हामी गङ्गापु जान्छौँ, अनि गङ्गापु गएर चाहिँ एकछिन साथीभाइहरूसँग बस्छौँ। सो म तपाईँहरूलाई त्यहाँको पनि देखाउँछु। अब लगभग 2-3 मिनट चाहिँ हामी एकछिन कोल्ड स्टार्ट गरेर राख्नुपर्ने हुन्छ है। सो गाइज है, मैले चाहिँ के प्लान गरेर छ भने, जस्तै आज भ्लग बनाउँछु दिउँभरि, अनि त्यसपछि भोलि साँझ अपलोड गरिदिन्छु क्या, बुझ्नु भएन। अनि दिउँसरी बनाएपछि एडिटिङ गरेर साँझ अपलोड गरिदिउँ, ठ्याक्कै भ्लग पनि आउँछ, तपाईँहरूलाई पनि हुन्छ, मलाई पनि टाइमिङ आउँछ क्या। सो त्यसरी चाहिँ म भ्लग्सहरू बनाएर अपलोड गरिदिन्छु। अब धेरै खासै देखाउने पनि कुरा हुँदैन कि गाइजहरू, किन भन्दाखेरि हाम्रो अब आइटी स्टुडेन्टकोमा कहाँ अब घुम्न पनि धेरै जान नपाइने होइन। घरको घरै कोठै ल्यापटप चलाएको होइन। सो त्यही भएर हो। तर डोन्ट वरी, म सक्दो घुमाएर बवाल दामी डेली भ्लग्स चाहिँ हाल्ने कोसिस गर्छु है त। सो अब चाहिँ हामी तपाईँहरूलाई सिधै गङ्गापुमा भेट्छौँ है त। सो व्हाट्सअप गाइज है, हामी चाहिँ यसो चिया खान आएको होइन, हाम्रो विश्वनाथजीको पसला। विश्वनाथजी पनि ठ्याक्कै आइपुग्यो है। र हाम्रो अर्को साथी चाउमिन सुशान्तजी आइ भनिदिनुहोस्। अनि च्याक्क लगाएर हाम्रो सन्देशजी र अमिनजी पनि चिया खाँदै हुनुहुन्छ है। अब यसो हामी पनि चिया खाएर चाहिँ यहाँबाट एकछिन निस्किन्छौँ है त। सो सी यु गाइज। सो फाइनली है गाइज, बल्ल घर आइपुग्यो सामाकोसीबाट। सो स्कुटर पार्किङ गऱ्यौँ है। अब यहाँबाट हामी घर जान्छौँ। घर गएपछि हामी आज एकछिन जिम जान्छौँ होइन। सो घर गएर चाहिँ अनि जिम जानुपर्ने हुन्छ है। अनि त्यसपछि तपाईँहरूलाई अब म जिम घरतिर गएर भेट्छु है त। यसो घर जाउँ होइन। आजभोलि के भएको यार, मान्छेको पपुलेसनै लाइक घटायो हो कि है। हाम्रो कोर्सो स्ट्रिट हेर्नु पुरै पहिला क्या भरि हुन्थ्यो यही स्ट्रिट, अहिले लास्ट कम भइरहेको छ क्या। सो अझै म तपाईँहरूलाई घर गएपछि देखाउँछु है त सबै कुरा। बाई। सो गाइज है, हामी चाहिँ एकदमै जाममा परिसकेका छौँ होइन। अगाडि देख्न सक्नुहुन्छ माइ गड, जाम खुल्यो क्या हो। तर गाइज है, लास्ट जाम पर्ने एरिया के यो चाहिँ मेरो कलेज आउने एरिया हो, तर लास्ट जाम पर्ने एरिया हो है। यहाँ बसेर मजाले भ्लगिङ बनाऊ भने खै कसको आज कुन पार्टीको पो आन्दोलन हो कि के हो यार, थाहा छैन। भने आम सभा जस्तो छ है। सो हामी चाहिँ एकछिन कलेज साइड एकछिन साथीभाइहरूलाई भेट्न निस्किन्ला। सो म तपाईँहरूलाई त्यहीँ पुगेपछि देखाउँछु है त। सो फाइनली गाइज चाहिँ हामी चाहिँ अब चिया खाँदैछौँ होइन। अब केटाहरू आउँछन्, केटाहरू आइसकेपछि चाहिँ अनि एकछिन बसेर गफ गरेर चाहिँ हामी निस्किनु पर्ने हुनसक्छ। मम्मी पनि आउनुभयो, के अरे मामु घर जानुभएको थियो आज स्कुटर लिएर। अनि हामीसँग स्कुटरहरू केही पनि थिएन। अनि आज यसो एकछिन स्याटरडे चाहिँ यसो राइडमा निस्किउन भनेर होइन, एकछिन साँझको राइडमा है। सो गाइज है, मलाई बरु यसो सजेस्ट गर्नु तपाईँहरूलाई कस्तो खालको भ्लग चाहिन्छ होइन। एकदमै एडभेन्चरस कि होइन, जस्तै अब होइन कुनमा हुन्छ नि होइन। जस्तै अस्ति हामीले स्कुटर लग्यो नि त, अब हामी छिटै नेक्स्ट विक चाहिँ हामी त्यो पोखरी जस्तोमा पनि जान्छौँ होइन। एउटा पोखरी छ अरे माथि, त्यहाँ पनि जान्छौँ होइन। दामी भ्लग्सहरू आउँछ। सो है, प्लिज स्टे ट्युन है गाइज। सो फाइनली गाइज है, सुशान्त पनि आइसकेको छ होइन, कुर्रा चाहिँ। अब सन्देश पनि आउँदैछ। यसो एकछिन हामी, यो चाहिँ सायद सेकेन्ड डे होला, किनभने हिजो पुरै भ्लग बनाउनु पाएको थिएन। सो यो चाहिँ आज चाहिँ सेकेन्ड डे हो होइन। सुशान्त आइसकेको छ। अब हामी यसो चिया खाएर चाहिँ अनि एकछिन हामी निस्किन्छौँ दाजुभाइ। अनि सन्देश पनि आउँदैछ। सो अनि अब चाहिँ घर जाने, अनि त्यसै यताउता अब कामहरू अलिअलि होइन, त्यस्तै त हो नि। ल है त गाइज, हामी सन्देश आएपछि फेरि आउनेछौँ। म सन्देश पनि आइसकेको छ। सन्देश केही भन्न चाहन्छौ मेरो भ्लगमा? केही भन्दैन,
ऊ केही पनि भन्दैन, एकदमै लजाउने मान्छे हो। हामी चाहिँ इन्टरनेट प्याकेज हेरेर छौँ है, के को चाहिँ ओ माई गड ब्रान्ड रिभिल भयो क्या हो छोडिदियो है। अब यसो हामी चिया खानुपर्ने हुन्छ है। सन्देशजी सो आज के चिया मात्र खाने हो कि चिया पनि खाने? चिया खाइदैन, जहिले चिया हो। सो यस ओन्ली चिया नो चिया है त। सुशान्तले चाहिँ खान सक्छ, सुशान्त खान्छु। नि हेलमेटै उठाइसकेर सुशान्त भर्सेस सन्देश ब्याटल चलिरहेछ। सो गाइज है चिया आएपछि भेट्नुपर्छ है त। विश्वनाथजी ओ विश्वनाथजी हाम्रो चिया भयो कि भएन? ल हाम्रो चिया पनि हुँदैन। सो गाइज है अब चाहिँ हामी पनि यहाँ निस्किन्छौँ है। यहाँ अब हामी निस्किने अनि अब त्यही घर गएर अनि तपाईँहरूलाई म भेट्छु होइन, पार्किङ सार्किङ गएर भेट्छु। सो लेट्स गो है। अब चाहिँ घर जाने बेला भयो होइन, अगाडि स्कुटर रहेछ यार फेरि। ल म तपाईँहरूलाई त्यसमै घर गएर भेट्छु है त अब। सो सी यु गाइज एट होम। सो आफ्टर अल द हसल्स है गाइज, बल्ल तल्ल गाडी राख्यो। अब यहाँ पार्किङ पनि लास्ट बाइकले दुईतिर च्यापेर है लास्टै गाह्रो बनाइदिएको थियो। अब गाडी साइड राख्यो। अब घर गएर खानासाना खाने है। सो आजको लागि चाहिँ म भ्लग यहीँबाट इन्ड गर्छु है। सो डु सेयर सब्सक्राइब एन्ड लाइक होइन, सबैले सपोर्ट गरिदिनुहोस् होइन। अब नयाँ नयाँ कन्टेन्टहरू बनाउने, सो कस्तो खालको कन्टेन्ट बनाउने पनि यसो हजुरहरू सजेसन गरिदिनुहोस् न कमेन्टतिर है त। सो सी यु गाइज टुमरो है, बाई।